मेरो छोरी त उसको पोहोर पढा नमानेर बस्नु थियो अहिले त ठुलो भयो मेरो छोरी त साडी पनि नलाएर पुस्दिन पाए हुन्थ्यो ऊ त तौली हो ए पसेन मजाले खै त खुट्टा पुस्दिन्छु म खुट्टा पुस्दिन्छु त्यसलाई हतार हुन पुस्न त रानी आमा माताहरूको अनि यो कन्निकेटा पनि आएको छ उसको नि गर्नुपर्छ अनि यसको कहिले हो यसको पछि लास्टमा कन्निकेटो उसको चाहिँ खुट्टा नपुग्थ्यो पुछ लाउँछ र पुछ ठुल्ठुलो मान्छे सिपालु सक्यो आज रामनवमी दसैँको के अष्टमी आज नवमी भोलि टीका दशमी जमरा पनि कत्रो कत्रो भएर छ त ऊ चैते दसैँ नौवटा कन्या केटीलाई चाहिँ राखेर अब खुट्टा धुँदै कार्यक्रम गरिरहेछ पञ्चिकाले कहिले खुट्टा धुएको थिएन होला धुइदियो मम्मीले के धुँदैन थियो त्यसको दाम कति आमा सुतिरहेको मान्छेलाई उठाएर लिएर हिँड्नु वहीँ पुग्यो नपुगेर के गर्नु त अनि बस्दा 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 ओर्नु गइरहनु कुमारको चाहिँ पकाइदिन्छु विष्णु पर्दैन है त्यसको त कुमार गर्नुपर्छ नि कुमार झन् कुमार पनि ठुलो है पैसा झिङ्गाउनु पऱ्यो नि दिदीलाई दिसो हो ठुलोबाट पो सुरु गर्नु ठिक हो कुमारजी आज्ञा गर्नुहुन्छ ल कुमारजी हो नौवटा कन्यामा एउटा कुमार पैसा दिने यो एउटा बर यो बर हो एउटा लिनुहोस् नमस्ते खुसी भएको त पैसा दिएको त तिन नेत्र हुन्छ कि पैसा पर्दिनुहोस् है अरू दिन्छु मेरो सान्दीलाई लागिदिनु पऱ्यो सानो सान्दी ठुलो सान्दी मेरो दुईटा सान्दी मेरो माता रानीहरू ल ज्ञानी हुनु धेरै पढ्नु हस् खोइ त जमरा दिएको लिनुहोस् पैसा लिनुहोस् अहिले त ज्ञानी भयो मोबाइल भएपछि त ज्ञानी पञ्चिका यता हेर्नु न मलाई हेर्नु न पञ्चिका यता हेर्नु न ए पञ्चिका अरे के मेरो छोरी त यता हेर्नु न यता कति राम्रो देखिएको मेरो नानी त मेरो माता रानी कति राम्रो यता हेर्नु न मलाई नि हो कस्तो राम्रो रहेछ है
आहा जिउ गर्छु नि म जिउ जिउ ललाइदेला नि फेरि लडाउँदिनँ म मेरो माता रानीलाई कहाँ लडाउँछु यता हेर्नु न माता रानी बताई कस्तो राम्रो देखे ल ट्याक्कको बटै छ नि सानो थियो त्यसलाई त्यतिकै राखेर म रमिलाई राखेँ बटाइ फेरि सानो बटाइ जस्तै नि यता हेर्नु है त बुनु उता हेर्नु ल उता हेर्नु ल मेरो माता रानीहरूलाई रक्षा गर्छन् पढ्न धेरै आओस् रोग व्याध नलागोस् पहिला प्रथम सोचे आँटे काम पुरा होस् धेरै विद्या आओस् स्कुल टप टप आओस् सबैको है धेरै पढ्न आओस् यता हेर्सियोस् एकचोटि सही धोइरहनुपर्छ कहाँ धोयो त अघि भन्नु त अघि पानी दिँदाखेरि धुँदा धोकेन धेरै पढ्न आओस् ज्ञानी होस् मैले होलसेलमा भनिदिइसकेँ रोग व्याध केही नलागोस् मेरो माता रानीहरूलाई यता हेर्नुहोस् बुनी धेरै पढ्न आओस् ज्ञानी होस् मेरो माता रानीहरूलाई केही रोग व्याध नलागोस् यो व्रत हाँसो यता हेर्नुहोस् है अचार धेरै भाटामा बसेछ के अरे नानीको आमा खोइ यता हेर्नुहोस् है पन्छिका छैन घरमा होस् धेरै कहाँ जानुभयो? मेरो नानीलाई विदेश है व्याध केही नलागोस् माता रानीहरूलाई मोमो नि मोमो मोमो कुनामा भएछ मम्मी छैन मम्मीलाई चाहिँ के पर्छ तैँले मुमा हो थाल एउटा राख न थाल एउटा प्लेट एउटा राख्दै हुन्थ्यो हरि शरणम जय भगवान विष्णु हे पशुपतिनाथ चन्दन भ्राणेश्वर महादेव हे पितृदेवता कुलदेवता रक्त भैरव गणेश भगवान छोरी छैन मम्मीलाई दिनु अहिले राख न अहिले एकछिन समय राख्छु पछि राख। तपाईँ खिच्यो हो त्यो पहिला लिँदैन भित्र त ऊ हाल्दैन के के अरे दिन्छु मेरो सानोलाई सबै कुरो दिन्छु लागिँदै जान्छ बेहुली भन्यो त हेर्नु कसरी हिँडिरहेको थियो कुकुरेर मोबाइल लिएर यता यस्तो पाराले दिइरहेछ हेर मोबाइल हेरेर यस्तो नाटक मात्र छ
रानीहरू राम्रो देखियो नि आँखा फोटो खिचिदिनु है मेरो माता रानीहरूको माता रानीको फोटो खिच्दैछु है फोटो दुईजना सेम सेम बेहुली भनियो आमा थाल पुगेन ल भन्दै उतापट्टि घरमा थाल निकाल्दिनँ है आमा देख्नुहुन्न उमा छ घरमा तल आज आइतबार है आज आइतबार म त के अर्कै सम्झिरहेको रहेछ अर्कै बा हजुरलाई सबैलाई दिन्छु म सबैजनालाई मेरो माता रानीहरूलाई सबैलाई दिन्छु अर्को पनि एउटा ल्याइदिनु दिन्छु बेटा दिन्छु मेरो बेटा तँ त नल्याउनु न फुल्छ चाहिन्छ अर्को सानो ल्याइदिनु ल यो खाइदिनु त अलिकति नानु हजुरलाई नि दिन्छु खानु खाऊ बा खानु 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 मुखमा राख्नु मुखमा मुखमा राख्नु कति मिठो छ नि आमा मेरो सानीले कति मजाले पहिला गुन्डी भएर कतिलाई हावा लागेको कुमार बहिनी थियो कुमारलाई त सर्दिनु पर्दैन आइ आइ आऊ भैला अब तिन बेला त त्यहाँ राख्नु टाइम हुन्छ लाउनु यहाँ बसे भइहाल्छ नि यहाँनिर ऊ त्यहाँ छ नि दिनु पर्यो है यहाँ आउनुहोस् बस हो त्यही दिन्छ सबैलाई राख्छु अनि पैसा हुने थाल पनि भयो कहाँ हो मैले उ राखेको थिएँ प्लास्टिक सबै प्लास्टिकमा हालेर पठाइदिनु अहिले दिने एउटा राख्ने बेलामा के चाहिँ होइन मेरो सानीलाई चक्लेट चाहियो भने मैले खाली नाङ्ले त फाल्देऊ न त्यहाँनिर दुईटा रहेछ हुँदैन नि त्यहाँ ठाउँ खाली गरेर पो हुन्छ पहिला लिनु चलाउनु एउटा हातले यस्तो छोइदिनु मेरो बच्चालाई ल छोइदिनु सबै हजुरलाई हस्
दसले गन लाउनुहोस् लु खानुहोस् यसो गर्नु न यो यहाँ राख्नु कसैले पनि खाँदैन यो यहाँ राख्नु ल यो खानु लाउनुहोस् यो खानु यो खाने है अलिकति हस् कोकिनीको हुन्छ हो नि मेरो बच्चा यो चाहिँ खाएर जानुपर्छ खानु अलिएको सर्नु ल आज खत्तम भयो नि त ल सिद्धि